Justice for Gambar Lama! Justice for Gambar Lama! न्याय चाहियो न्याय देऊ! न्याय चाहियो न्याय देऊ! दोषीसित जोडिएका सबैलाई सजाय देऊ! दोषीसित जोडिएका सबैलाई सजाय देऊ! न्याय नपाएसम्म हामी पछि हट्दैनौँ! न्याय नपाएसम्म हामी पछि हट्दैनौँ! परिवारले न्याय पाएको हुनै पर्छ! परिवारले न्याय पाएको हुनै पर्छ! सञ्जय कौरले अपराधी हो! सञ्जय कौरले अपराधी हो! एकछिन रोकिदिनुहोस् न 5 मिनट दुईटा कल्पना श्रम गर्न सकेको छौँ। आज उहाँको यस्तो निर्मम हत्या भयो। हामीलाई यति दुःख लागेको छ। हामी आहत छौँ, खबरीवासी एकदमै दुःखी छौँ। र आज हामीले हत्याराले सजाय पाउनुपर्छ भन्ने मागमा चाहिँ आज हामी यसरी जुटेर हामीले आज विरोध र्याली हामी गरेको हो। र आज यहाँ मिडियाकर्मीहरू आइदिनु भएको छ। आज मिरिक आई लभ मिरिकबाट हाम्रो सदस्यहरू आउनुभएको छ। हाम्रो वरिष्ठ व्यक्तिहरू यहाँ उपस्थित हुनुभएको छ र उहाँहरूको सामनेमा आज हामीले न्यायको लागि आज यो सानो कन्फरेन्स गरिरहेका छौँ। आज मिडियाकर्मीहरू विभिन्न मिडियाकर्मीहरू यहाँ भेला हुनुभएको छ र आज सिस्टमेटिकली उहाँहरूले सोध्नुहुनेछ। हाम्रो खगडीमा 4-5वटा सङ्घ संस्थाहरू छ। हाम्रो खगडीका सङ्घ संस्थाहरू हाम्रो नजिकमा हाम्रो पलङबारी छ, भाइबारीको पलङबारी ब्रान्च छ। पलङबारीबाट पनि हाम्रो हुनुहुन्छ, आई लभ मिरिकबाट पनि हुनुहुन्छ। र कसैले आफ्नो व्यक्तिगत आक्रोशहरू व्यक्तिगत कुराहरू पनि आज मिडियामा राख्नु सक्छ भने सक्नुहुनेछ। र यति भन्दै आज जुन चाहिँ सिस्टमले मिडियाले अब सोध्नुहुन्छ, एक एकजनालाई दुईजनालाई सोध्नुहुन्छ, यसरी हामी सिस्टमेटिकली एउटा अनुशासित भएर उहाँको प्रश्नको उत्तर दिने र हामी उहाँको विरोधमा हामी एकदमै हामी उहाँको हत्याले सजाय पाओस् भनेर हामी यो कन्फरेन्स हामी गर्न गइरहेको छौँ। We want justice! 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 We want justice! 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 हत्यारालाई सजाय देऊ! सजाय देऊ! सजाय देऊ! हत्यारालाई फाँसी देऊ! फाँसी देऊ! फाँसी देऊ! हत्यारालाई फाँसी देऊ! फाँसी देऊ! फाँसी देऊ! फाँसी नभएसम्म हामी चुप बस्ने छैनौँ, बस्ने छैनौँ, बस्ने छैनौँ, बस्ने छैनौँ। पीडित परिवारले न्याय पाएको हुनै पर्छ, हुनै पर्छ, हुनै पर्छ। पीडित परिवारले न्याय पाएको हुनै पर्छ, हुनै पर्छ, हुनै पर्छ। धन्यवाद। अब तपाईहरु सबैले अपराधीलाई फाँसी दिनुलाई हामीलाई न्याय दिनु भएको छ। लगायत सम्पूर्ण प्रेस मिडियाका भाइ बहिनीहरू उहाँहरूलाई सम्मानपूर्वक धन्यवाद अनि धेरै धेरै दुई लाइन भन्न चाहन्छु। विशेष हामी लामा परिवारमा ठुलो दुर्घटना घटेको छ। यस्तो दुर्घटना कसैलाई पनि नघटोस् अनि कसैलाई पनि नहोस्। मैले मेरो भाइ भनेर मात्रै मैले तपाईँहरूको सामने भनेको होइन। मेरो भाइको फाँसी
दिनेश लामा हो तर डम्बर नामले सबै फेमस छ। दुनियाँको डम्बर काका, दुनियाँको डम्बर अङ्कल थियो। सबैजनालाई सघाउँथ्यो, सबैजनालाई सेवा गर्थ्यो, सबैजनासँग मिलेर बस्थ्यो। बहुत मतलब कसैलाई दुःख दिने खालको मान्छे थिएन। न जहाँ रक्सी खाएर मासेर कतै बोल्थ्यो, न झगडा गर्थ्यो, न मासु खाएर दङ्गा फसाद गर्थ्यो। त्यस्तो व्यक्तिले आज अलिकति हाम्रो विचारमा अलिकति सायद पैसाकै लागि हुनसक्छ हत्या गर्यो। हत्यारा पनि कसले गर्यो? हत्यारा पनि को? जय सञ्जय बोले, जसले हामीले घरको परिवार जस्तो घरमै राख्थ्यौँ, हाम्रै घरमा भात खान्थ्यो, हाम्रै घरमा बस्थ्यो, हाम्रै घरमा सुत्थ्यो, हामीलाई दाजु भाउजू आन्टी भनेर बातहरू मार्थ्यौँ। कल्पना पनि गरेको थियौँ, सोचेको पनि थियौँ। तर त्यो कालो रात 7 मार्चको कालो रात हामी कहिले जीवन नबिर्सिँदैनौँ, कहिले बिर्सिँदैनौँ, बिर्सिनु नसक्ने कुरा हो हामी माझमा। यो बहुत दुःखले म त्यही शब्द पनि बोल्न सक्दिनँ। अनि आज म तपाईँहरूलाई यति दुःखको क्षणमा आएर सम्पूर्ण गाउँवासीले अनि हजुरहरू सम्पूर्णले फाँसीको सजाय दिनुपर्छ भनेर 2 शब्द बोलेर हामीलाई आँट अनि हौसला दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। साथै हत्या गरेको महिना दिन 1 महिना 5 दिन 6 दिनभित्रमा हत्यारालाई पक्रेर हामी सबै उपस्थित गराउनु सक्ने पुलिसलाई पनि म धेरै धेरै धन्यवाद दिन्छु। दार्जिलिङ पुलिसले सधैँ हामीलाई यसरी सहयोग गर्छ, मलाई मात्रै होइन सम्पूर्णलाई सहयोग गर्छ भनेर म आशा गरेको छु। अनि कानुनको हात जहिले पनि ठुलो हुन्छ, कानुन सबको लागि बराबर हो। अनि यो कानुनले गर्दामा त्यसले फाँसी पाउनुपर्छ। त्यसले मात्रै होइन, त्योसँग संलग्न जति पनि त्यसको परिवार, त्यसको साथीभाइ, जति पनि त्यसले सुपारी दिएको साथीहरू छ, त्यसले पनि फाँसी पाओस् भन्ने म अनुरोध गर्दै हजुरहरूलाई फेरि मेरोमा 2 शब्द सुनेर मेरो यो प्रचार प्रसार गरिदिएर यसमा हामीलाई सहयोग गर्नुभएकोलाई धेरै धेरै धन्यवाद बेलुका